वेलकम टु माई च्यानल। आज चाहिँ भाइ अस्तिबाट मैले भिडियो बनाउन सुरु गरेको छु। अनि यो भिडियो बनाउँदाखेरि चाहिँ लाइक फोनलाई हातमा लिएर अलि युज गर्दा चाहिँ मलाई त्यस्तो कम्फर्टेबल लागेन भनौँ न। सो मैले चाहिँ आज डिजे osmo मोबाइल 8 किनेको छु। यो चाहिँ मैले एउटा दाइसँग सोधेको थिएँ 7 लिँदा ठिक हुन्छ कि 8 भनेर। अनि 8 चाहिँ लेटेस्ट अरे। अनि प्लस यो चाहिँ 360 हुन्छ र मेन हुन्छ। अनि नयाँ फिचर्सहरू छँदैछ अरू पनि। प्लस त्यो अर्कोमा चाहिँ त्यो चाहिँ लाइक 50% भन्दा नि बढी अझै सस्तो थियो। त्यो लिन मन लागिरहेको थियो मलाई चाहिँ अब एज अ स्टार्टिङ उसमा। बट यसो सोचेँ फेरि लाइक एकचोटि युज गरेपछि किन फेरि त्यो अब त्योमा भइसक्यो। यो देख्दा यो किन्नु मन लाग्छ नि त पछि पनि। त्यही भएर मैले चाहिँ यो नै किनेछु, DJI osmo मोबाइल 8। ल ठिक छ, अब चाहिँ म अनबक्सिङ गर्न गइरहेको छु। अब लाइटहरू के कस्तो आएको छ मलाई केही थाहा छैन। मलाई पनि थाहा छैन यो कसरी के गर्ने भनेर। लेट्स डु इट। के हुन्छ त्यसमा त यसमा छ अरू त्यस्तो केही नि छैन। यो के हो फेरि? यो चार्जरहरू कनेक्टरहरू चाहिँ यो चाहिँ पक्कै पनि गिम्बल र फोनमा जोड्नु भइहाल्यो अरे। अनि यो चार्जरै होला। मेन सामान चाहिँ यहाँ छ है त। चाहिँ यहाँ छ। यस्तै छ, मलाई केही थाहा छैन यो बारेमा। यो के रहेछ खुल्यो। ओके यस्तो छ यो। अब त्यो सेन्सर प्लस के यसको होला। यो अब म हेर्छु पछि। यो चाहिँ जस्ट मैले अनबक्सिङ मात्रै गरेको हो। आइहाल्यो ब्लुटुथ कनेक्ट गर्ने फोनमा। फोन चाहिँ यही नै हो अहिले कनेक्ट गर्ने। ठिकै छ अरू चाहिँ। लाइक स्टेबल बस्दो रहेछ। सो यति नै थियो आजको लागि अनबक्सिङ चाहिँ। फेरि पछि कुनै नयाँ ग्याजेट्सहरू मैले किनेँ भने आई विल अपडेट यु अगेन। अनि लाइक चाहिँ कहाँ देखेको थिएँ मैले यार। यो चाहिँ यस्तरी हुन्छ। पछि म जिममा जाँदाखेरि लाइक त्यहाँ पनि सजिलो हुन्छ भिडियोहरू लिनको लागि। सो त्यही नै हो। अर्को मैले कहाँ के देखेको थिएँ बे? ए त्यो होइन रहेछ यसमा। ठिकै छ भयो। अफ भयो। ओके थ्याङ्क यू, बाई सबैजनालाई। कि अब नेक्स्ट ब्लगदेखि चाहिँ गिम्बलबाट आउँछ मेरो। बाई।